एउटा कुकुरको माया कति अटुट हुन सक्छ। हाचिकोले आफ्नो मालिकको प्रतीक्षा जीवनभरि गर्यो। टोकियोको मुटुमा रहेको शिबुया स्टेसनमा एउटा स्ट्याचु छ जसको अटुट फ्रेमको कथा म आज तपाईहरूलाई सुनाउँछु। यो हाचिकोको कथा हो, एक असल मित्र जसले हरेक दिन आफ्नो मालिक प्रोफेसर उएनोलाई स्टेसनसम्म बिदा गर्थ्यो र साँझसम्म त्यहीँ कुर्दै पुनः स्वागत गर्थ्यो। तर एक दिन नियतिको अर्कै योजना थियो। प्रोफेसर उएनो अफिसबाट कहिले फर्केनन्। अचानक हृदयाघातका कारण उनको निधन भयो। हाचिकोले बुझेन कि उसको मालिक कहिले अब फर्कने छैनन्, तर उसको मनले हरेक रेलको आवाजमा आशा देख्थ्यो। त्यसैले हाचिकोको प्रतीक्षा कहिले टुङ्गिएन। दिन महिना बने, महिना वर्ष, यसरी नै 9 वर्षसम्म उसले त्यही ठाउँमा मालिकलाई कुर्दै बसिरहे। हाचिकोको यो अटुट वफादारीले गर्दा सबैको मन छोयो। जापानको पत्र पत्रिका, टेलिभिजनमा पनि उसको कथा सुनायो। मानिसहरू हेरचाह गर्न र माया गर्न थाले। समयसँगै ऊ जापानको प्रतीक बन्यो। सन् 1935मा हाचिकोले त्यही स्टेसनमा अन्तिम सास लियो, तर उसको प्रतीक्षा कहिले हारेन। आज पनि टोकियोको शिबुयाको मुटुमा उभिएको शालिगले हामीलाई सिकाउँछ कि साँचो माया कहिले मर्दैन, किनभने हाचिकोको माया कहिले मरेन। ऊ आज पनि लाखौँ कोडी दैमा बाँचेको छ। के तपाईँलाई पनि हाचिकोको बारेमा पहिल्यै थाहा थियो? थाहा थियो भने कमेन्टमा लेख्नुहोला र फलो गर्न नबिर्सिनुहोला। धन्यवाद।